हेलो एभ्रिवान आफ्टर अ लङ टाइम म चाहिँ फेरि आफ्नो सर्ट भिडियो लिएर आएको छु। यो चाहिँ मेरो मर्निङ स्किन केयर रुटिनको भिडियो हो। मैले चाहिँ सुरुमा राम्रोसँग फेस वासले फेस सफा गरिसकेपछि यो टोनर लगाउँछु। यो सिक्काको यो चाहिँ कोरियन टोनर हो अनि एकदम बेस्ट लाग्छ कि मलाई। तर यो खासै हाइप चाहिँ छैन यो टोनरको, तर यसको काम चाहिँ एकदम राम्रो छ। मलाई एकदम मनपर्छ नि, स्किनलाई यस्तो मजाले हाइड्रेट गर्छ नि। मेरो त बेस्ट नै भएको छ अनि मैले 2 इयर्स भयो युज गर्न लागेको। म जापान आएबाट एकदम मलाई बेस्ट लागेको छ। अनि सेकेन्डमा चाहिँ मैले फेसमा त्यो एब्जर्ब भइसकेपछि भिटामिन सी सेरम लगाउँछु। यो पनि एकदम राम्रो छ र हाम्रो फेसको लागि पनि एकदमै इम्पोर्टेन्स हो भिटामिन सी सेरम। अनि त्यसपछि यो चाहिँ एकदम हाइपमा छ जापानमा चाहिँ। अनि मैले पनि यो ट्राई गर्ने किनेको, मलाई बेस्ट लाग्यो। यो मेरो सेकेन्ड बाई प्रोडक्ट हो। मैले सेकेन्ड टाइम एउटा किनेर सकाइसकेपछि यो सेकेन्ड टाइमको युज गरिरहेको छु। अब यो पनि सकिँदैछ र अर्को स्टकमा राखिरहेको छु। अनि त्यसपछि मैले सेटाफिलको मोइस्चराइजर लाउँछु। त्यो भिटामिन सी सेरम एब्जर्ब भइसकेपछि फेसमा 2 मिनट अथवा 5 मिनट चाहिँ हामीले राख्नुपर्छ एब्जर्ब हुँदासम्म। त्यसपछि हामीले यो मोइस्चराइजर त हाम्रो इम्पोर्टेन्स नै हो, मोइस्चराइजर लाउनु पऱ्यो होइन। त्यसपछि मोइस्चराइजर पनि लगाइसकेपछि मैले 4-5 मिनटपछि फेरि यो एनेसियाको सनस्क्रिन लगाउँछु। यसलाई अनिसा के भन्छ होइन, तर म चाहिँ एनेसिया हो जस्तो लाग्छ कि यसको प्रोनाउन्स चाहिँ। अनि यो सनस्क्रिन पनि मेरो लागि मलाई एकदम बेस्ट लाग्छ कि एकदम राम्रो छ यो सनस्क्रिन। एकदम ग्लोई लुक दिन्छ कि हामीले यो लगाएर। मेरो त्यो लगाउँदै खस्यो कि कस्तो नराम्रो लाग्यो है। तर पनि केही छैन, मैले आफूले रिकभर गरिसकेँ। त्यसपछि यसको चाहिँ वाइट कास्ट पनि केही पनि छोड्दैन। यो पनि एकदम बेस्ट छ क्या यसको यो प्रोडक्ट अनिसाको, र जापानमा यसको हाइप पनि धेरै नै छ। अनि मैले यो एकदमै ब्लेन्ड गरेर देखाउन लागेको चाहिँ किनभने पहिला चाहिँ हामीले लगाउँदा एकदम सेतो हुन्छ, तर लास्टमा गएर चाहिँ यसको त्यो फिनिसिङ चाहिँ एकदम राम्रो हुन्छ कि एकदम मजासँग त्यो वाइट कास्ट नछोडिकन ब्लेन्ड भएर कस्तो राम्रो ग्लोई लुक दिन्छ कि। यो चाहिँ एकदमै राम्रो। सनस्क्रिन चाहिँ हामीले छुटाउनै हुन्न नि त, त्यही भएर यो चाहिँ लाउनु पऱ्यो। अनि लास्टमा चाहिँ हामीले लिप हाइड्रेट गर्नु पऱ्यो नि त। लिप पनि हाम्रो कस्तो ड्राई भएको हुन्छ झन्, स्पेसली यो विन्टर सिजनमा। त्यही भएर यो भ्याजलिन चाहिँ मलाई बेस्ट लाग्छ क्या। यसले चाहिँ हाम्रो एकदमै राम्रोसँग लिपलाई हाइड्रेट गरिरहेको हुन्छ यो भ्याजलिनले चाहिँ। त्यही भएर म चाहिँ अरू लिप गार्डहरू भन्दा पनि यही नै युज गर्न प्रिफर गर्छु क्या। अनि त्यसपछि यो चाहिँ मेरो स्किन केयर प्रोडक्टको सबै प्रोडक्ट देखाएको।